नमस्कार, म सुमन अधिकारी यस श्री नमुना माध्यमिक विद्यालय लदाबिरको कृषि प्रशिक्षक। आज म तपाईहरुलाई केही हाम्रो स्कुलमा भएको नर्सरी, स्पेशली चाहिँ हामीले फलफुल र तरकारी बालीहरुको नर्सरीको रूपमा चाहिँ यो टनेल चाहिँ स्थापना गरेका छौं। यो टनेल बनाइसकेपछि हामीहरुले अहिलेको समयमा चाहिँ कुन तरकारीहरु अथवा कुन फलफुलहरुको चाहिँ हामीसँग बेर्ना छ भन्ने कुराहरु चाहिँ तपाईहरुलाई देखाउन खोजिरहेका छौं। स्पेशली चाहिँ हाम्रो अहिले फलफुल त त्यति धेरै छैन, किन भन्दाखेरि चाहिँ अहिले लगभग 5 देखि 6 महिना भएको छ यो टनेल चाहिँ हामीले बनाएको निर्माण गरेको। त्यही भएको कारणले अथवा त्यो कारणले गर्दाखेरि चाहिँ हामीहरुले आज तपाईहरुलाई जानकारी दिन खोजेको कुरा चाहिँ के हो भन्दाखेरि हाम्रो यो नर्सरीमा भएको तरकारी बालीहरु, तरकारीका बेर्नाहरु के छन् भन्ने कुराहरु चाहिँ तपाईहरुलाई देखाउँदै छु। सबैभन्दा पहिला तपाईहरुले यहाँ सुरुमा देख्नुहुन्छ, सुरुमा चाहिँ यो करेला छ, हामी तिते करेला भनेर पनि भन्छौं। अनि तिते करेलाको चाहिँ कुन भेराइटी छ भन्दाखेरि चाहिँ हाम्रो पाली भन्ने भेराइटी छ। पाली भन्ने भेराइटी छ लगभग 1 महिनाको सेरोफेरोमा 1 महिना जति लगभग भइसक्यो हाम्रो। अब हाम्रो चाहिँ मार्केटिङको लागि यो बेर्ना चाहिँ एकदमै रेडी अवस्थामा छ। र त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ घिरौला छ। घिरौला चाहिँ हाम्रो न्यू नारायणी भन्ने भेराइटी छ, इम्प्रुभड भेराइटी हो, राम्रो जातको चाहिँ घिरौला छ। त्यसपछि चाहिँ हाम्रो यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ लौका छ। यो लौका चाहिँ अनमोल F1 हाइब्रिड जात छ। यो लौका चाहिँ लगभग मार्केटिङको बेर्ना मार्केटिङको स्टेजमा छ। र सँगसँगै तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ काँक्रा छ हाम्रो। यो काँक्रा चाहिँ एग्रीमा भन्ने जात हो। अहिले यो हाम्रो दुधौली नगरपालिका भित्र अथवा तराई क्षेत्रमा चाहिँ एकदमै राम्रो भइरहेको पनि अवस्था छ अहिलेको सिनेरियोमा। यो पनि लगभग बिक्री गर्ने अवस्थामा अबको धेरैमा 7 दिन भित्र चाहिँ हामी यो बिक्री गर्छौं, 7 दिन पछि चाहिँ बिक्री गर्छौं। र सँगसँगै तपाईहरुले यतातिर देख्न सक्नुहुन्छ, यतातिर चाहिँ हाम्रो टमेटो छ। टमेटोमा चाहिँ हामीले प्राय गोलभेडाको सिर्जना भेराइटीलाई चाहिँ हामीले अफ सिजनको रूपमा चाहिँ ग्रो गरिरहेका छौं। अफ सिजन को रूपमा ग्रो गरेको हाम्रो टमेटोको सिर्जना भेराइटी पनि लगभग मार्केटिङ, यो बेर्नाहरु चाहिँ मार्केटिङ गर्ने स्टेजमा पुगेको छ। अझ यसको लागि चाहिँ हामी 10 देखि 12 दिन चाहिँ पर्खिन्छौं। र तपाईलाई अर्को कुरा चाहिँ हामीले यहाँ तपाईहरुले पछाडी देखिसक्नु भएको छ, यहाँ पछाडी देखिराख्नु भएको छ, यता कटिङ पनि छ, यता बिउबाट निकालेको बेर्नाहरु अथवा बिरुवाहरु पनि छ, यता पनि छ। यो भनेको चाहिँ हाम्रो काजु हो। अहिले चाहिँ हाम्रो श्री नमुना माध्यमिक विद्यालय लदाबिरमा चाहिँ विगत 4 वर्ष पहिले हामीहरुले चाहिँ इन्डियाबाट चाहिँ हामीले दुईटा जातको, एउटा उल्लाल जातको र एउटा भेर्लोको जातको चाहिँ दुईटा चाहिँ हामीले काजुको चाहिँ भेराइटीहरु लिएर आएका थियौं। त्यो भेराइटीमा चाहिँ अहिले चाहिँ हाम्रो यहाँ उल्लाल भेराइटीको चाहिँ बेर्नाहरु हामीले तयार गरेको छौं। र यो बेर्नाहरु पनि लगभग हामी अबको 1-2 महिनामा, किनकि यसको चाहिँ हामीले बिरुवा बेच्छौं, त्यही भएर चाहिँ अझै यसलाई हुर्काएर चाहिँ हामी बेर्ना तयार गर्नेछौं। सरी, बिरुवा चाहिँ हामी रेडी गर्दैछौं। र यो चाहिँ लगभग हाम्रो वैशाख जेठ महिनामा चाहिँ हामी चैतको लास्टतिर अथवा वैशाखको बीचतिर, धेरै ढिलो भयो भने जेठको महिनासम्म चाहिँ हामी बिक्री वितरण गर्नेछौं। यसको प्राइस टेन्टेटिभ प्राइस चाहिँ हाम्रो लगभग हामीले 250 देखि 300 एउटा बिरुवाको चाहिँ राख्ने सोचिरहेका छौं। र तपाईहरुले अरु हाम्रो देख्नु भएको तरकारीको बेर्नाहरु, त्यहाँ चाहिँ करेला रेडी भएको छ, घिरौला अनि लौका र हाम्रो काँक्राको चाहिँ बेर्नाहरु लगभग बेच्ने अवस्थामा छ। हामी लगभग 1 हप्तामा 7 दिन भित्र चाहिँ हामी के गर्छौं, यसलाई अब बिक्रीको लागि चाहिँ हामी बिक्री गर्ने तयारीमा छौं। र प्रत्येक बेर्नाको पर बेर्ना चाहिँ 20 रुपैयाँको दरले करेला, लगभग करेला भयो, अनि त्यसपछि हाम्रो घिरौला, लौका र काँक्रा चाहिँ हामी काँक्रो 20 रुपैयाँको दरले चाहिँ पर बिरुवा 20 रुपैयाँको दरले चाहिँ बिक्री गर्दैछौं। यदि तपाईहरुलाई चाहिएमा चाहिँ सम्पर्क गर्नु होला। तल चाहिँ नम्बर राखिदिनेछौं हामी, त्यो नम्बरमा चाहिँ तपाईहरुले कन्ट्याक्ट गरेर आफुलाई कतिवटा बेर्ना चाहिएको छ बेर्ना लिन सक्नुहुन्छ अथवा बेर्नाको अर्डर गर्न सक्नुहुन्छ। त्यस्तो होम डेलिभरीको व्यवस्था त छैन, तर तपाईले नजिकै हुनुहुन्छ भने, दुधौली नगरपालिका भित्रै हुनुहुन्छ भने अथवा चाहिँ दुधौली नगरपालिका भित्रको श्री नमुना माध्यमिक विद्यालय लदाबिरको चाहिँ छेउछाउमा हुनुहुन्छ अथवा नमुना माध्यमिक विद्यालय लदाबिरबाट नजिकैको ठाउँमा हुनुहुन्छ भने तपाईहरुले बेर्ना चाहिँ पाउनुहुनेछ अथवा लैजान सक्नुहुनेछ। पर बेर्ना चाहिँ 20 रुपैयाँको दरले चाहिँ हामी बिक्री गर्नेछौं। र सँगसँगै तपाईहरुलाई थप के जानकारी दिन चाहन्छु भन्दाखेरि चाहिँ अब हाम्रो यस श्री नमुना माध्यमिक विद्यालय लदाबिरमा कृषि विज्ञानतर्फ, प्राविधिक तथा व्यावसायिकतर्फ चाहिँ कृषि बाली विज्ञान चाहिँ सञ्चालन भएको छ विगत 2073 सालदेखि। तपाईहरुले अब चाहिँ हाम्रो यो नर्सरीमा चाहिँ श्री नमुना माध्यमिक विद्यालय लदाबिरको चाहिँ यो टनेल भित्र अथवा यो नर्सरी भित्र चाहिँ तपाईहरुलाई चाहिने लगभग सबै प्रकारका तरकारीहरुको
बेर्नाहरू चाहिँ तपाईँहरूले छिट्टै पाउनुहुनेछ। हामी यो नर्सरीलाई चाहिँ एउटा तरकारी बेर्नाको रूपमा हबको रूपमा चाहिँ विकास गर्दैछौँ। किन भन्दाखेरि चाहिँ हामीले सकेसम्म चाहिँ हाम्रो स्थानीय तहमा अथवा चाहिँ हाम्रो दुधर नगरपालिकाभित्र जुन जुन तरकारीहरूको चाहिँ लगाइन्छ त्यो तरकारीहरूको बेर्ना उत्पादन गर्ने चाहिँ हामी कार्यमा चाहिँ हामी जोड दिइरहेछौँ। त्यही भएर चाहिँ तपाईँहरूलाई थप केही बेर्नाहरू पनि चाहिएको छ भने हामीलाई सम्पर्क गर्नुहोला। हामी छिटै तयार गरेर चाहिँ तपाईँहरूलाई प्रोभाइड गर्नेछौँ। र तपाईँहरूले अबको 2-3 महिनामा चाहिँ केही लगाउने सोच बनाउनु भएको छ, तपाईँहरूसँग चाहिँ नर्सरीको लागि चाहिँ त्यसरी व्यवस्थापन गर्न सक्नु भएको छैन भने हामीलाई सम्झिनु होला। हामी चाहिँ त्यो बेर्नाहरू चाहिँ हामी तयार गरेर तपाईँहरूलाई दिनेछौँ। र तपाईँहरूले म यो भिडियो चाहिँ युट्युब च्यानलमा पनि राख्नेछु। मेरो युट्युब च्यानलमा पनि तपाईँहरूले चाहिँ युट्युब च्यानल भिजिट गरेर लाइक, सब्सक्राइब र कमेन्ट पनि गरिदिनुहुन्छ भन्ने आशा बोकेको छु। हस्त, धन्यवाद।